हेलो गाइज, आज हामीहरूको बनाउँदैछौँ एन्ड्रोइड फोनलाई आइफोनमा। यसले यो बनाउनको लागि हामीहरू सबसे सुरुमा जान्छौँ प्ले स्टोरभित्र गएर प्ले स्टोरमा सुरुमा जान्छौँ अनि त्यहाँदेखि प्ले स्टोरमा सर्च जान्छौँ आइफोन लन्चर विथ लक स्क्रिन। मेरो त चलै छ, त्यही माथि गएर भित्र जानुहोस्, अलिक स्क्रोल गर्नुहोस् र त्यहाँ आउनुहुन्छ आइफोन लन्चर ओएसएस फोन फास्टर। यसमा क्लिक गर्नुहोस् अनि यही डाउनलोड गर्नु होला किनभने यो राम्रो हुन्छ। अनि यसलाई इन्स्टल गर्नुहोस्। सबसे सुरुमा इन्स्टल गरिसक्नुहोस्। म पनि इन्स्टल गर्छु। अब इन्स्टल गरेको छु म। यो इन्स्टल हुँदैछ, म त पर्खिनुहोस्। इन्स्टल हुँदैछ, 2% भइसकेको छ। 27 49 Metropolitan Sobat Laupanan What hello Itu teman hari beatboxing ओपन भइसकेछ। अब ओपन गर्नुपर्छ। फेरि भिडियो बक्सिङ ओपन भयो। अब चाहिँ यहाँ भन्छु लोडिङ हुन्छ। सुरुमा लोडिङ ओपन भइसकेको छ। यो एड चाहिँ जहिले आउने हो क्या, क्लोज एड। सबसे इङ्ग्लिस चुज गर्दा पनि हुन्छ। जुन ल्याङ्ग्वेज तपाईँहरूलाई चाहिएको छ त्यही चुज गर्नु, तर नेपालीहरूलाई इङ्ग्लिस नै ठिक लाग्छ। अब कनेक्ट गर्दै जानु, सबैमा कनेक्ट स्टार्ट। वालपेपरहरू जुन चुज गर्न मन लाग्छ त्यही गर्दा, तर भरे गएर हामीहरू वालपेपर पनि अर्कै चेन्ज गर्नेछौँ। तर यहाँ चाहिँ एउटा चुज गरिदिइहाल्नु होला। अब एग्री, यो अन गरिदिनु होला। अब यो तपाईँ स्केप गरिदिँदा हुन्छ क्या, तर किनभने थाहा छ यो भित्र हेर्नु यसमा डेन्जरको लोगो आउँछ। यो गऱ्यो भने अलिकति फोन ल्याग हुनसक्छ क्या, ल क्यान्सल गरिहाल्नु। बाहिर जानु यो नगर्दा पनि हुन्छ क्या। स्किप गरिदिनु यसलाई। अब बाहिर निक्लिनु, बाहिर स्टार्ट हुन्छ। क्रिएटमा थिचिहाल्नु। अब यो क्रिएट हुन्छ अनि तपाईँको फोन आइफोनमा कन्भर्ट हुन्छ। अनि त्यहाँ तपाईँहरू वालपेपर चेन्ज गर्न सक्नुहुन्छ। स्टार्ट सबै अलो गरिदिनु। कस्तो दामी भइसकेको छ यस्तो होइन, फुल आइफोन जस्तो क्या, डिक्टो आइफोन। यतापट्टिको पनि सबै आइफोन जस्तो छ। यो यस्तो थिच्नु पर्छ, आइफोन जस्तो छ पुरै डिक्टो। यतापट्टि पनि हेर्नु, डिक्टो आइफोन। माथि हेर्नु, माथिको पनि आइफोन जस्तो छ फुल। अब तपाईँहरू अर्को यतापट्टिको यस्तो पनि हुन्छ क्या पुरै। अब हामीहरू वालपेपर चेन्ज गर्छौँ। यसको वालपेपर चेन्ज गर्नको लागि फेरि जानुपर्छ प्ले स्टोर। यसको भित्र गएर फेरि कनेक्सन पनि गर्नुपर्थ्यो, तर पर्दैन, अगाडि पनि गरिसकेको छ। अब हामी जान्छौँ फेरि प्ले स्टोर वालपेपरको लागि। यो पनि काम मजाले गरिरहेछ। यस्तोहरू पनि आउँछ क्या, गर्नुपर्छ। अब हामी जान्छौँ फेरि एप स्टोर होला यहाँको त। प्ले स्टोर हुँदैन, एप स्टोर हुन्छ। अब हामीहरू जान्छौँ एप स्टोरभित्र। यता छ यहाँ छ एप स्टोर माथि। अब एप स्टोरभित्र जाने, वालपेपर सजान्ने। सुरुमा म हान्छु सर्च वालपेपर सर्च गर्दा आउँदैन, त्यही भएर फेरि हाम्रो टाइपै गर्नुपर्छ। वालपेपर सर्च टाइप गरिहाल्नु।
वालपेपर आइहाल्यो अब वालपेपरबाट यिनीहरूबाट जुन पनि लिन सक्नुहुन्छ तपाईँ मैले छुटो लिएको छ त्यो एनिमी वालपेपर HD 4K मास्तिरको त्यो लिएको छ जुन लिँदा पनि हुन्छ सबै राम्रै होला तर यो पनि ठिकै छ यो लिइसकेर तपाईँहरूले डाउनलोड गर्नु होला यस्तो ल्यागहरू आइरहेको छ क्या बिचमा कस्तो हुन्छ फोन आफै चल्न थाल्छ क्या यो चाहिँ तपाईँहरू यसलाई चाहिँ इग्नोर गरेर भिडियो हेर्नु होला डाउनलोड ओपन गर्नु ओपन गरेर एउटा वालपेपर कस्तो दामी छ क्या यो गाडीको दिन यो मुन पऱ्यो क्या यसको कस्तो दामी आउँछ सैतामा गोकुको अब वालपेपर यहाँ धेरै क्रेजी वालपेपर हुन्छ जुन चुज गर्दा पनि हुन्छ कस्तो दामी वालपेपर छ मुनतिर अलिकति यो गोजोको दामी छ अरू पनि राम्रो छ कि तर गोजोको वालपेपर धेरै राम्रो छ अब ओपन फर्स्ट टाइम त गर्नुभयो भने त ढिलो ओपन हुन्छ क्या यसको ओपन हुन्छ फेरि लाग्दैन त त्यो फोटो देखाएन यसले फोटो देखाउँदैन रहेछ अब वालपेपर चाहिँ लागिसकेको थियो देखाएको थियो लागेको छैन एड फेरि अब हामीहरू अर्को ज्वरोको लगाउँछौँ वालपेपर देखाएन क्या बिचको यसको लागि माफ गरिदिनु होला लागिसकेको छ हाम्रो ज्वरोको वालपेपर टन्टनो वालपेपर बाहिर पनि लगाएको थियौँ बाहिर पनि छ कि छैन हेरौँला चेक गर्नको लागि तर यो सबैसँग वालपेपरको त्यो एप्लिकेसनको हाइड गरिदिनु होला एप्लिकेसनलाई हाइड गरेपछि अलिक दामी देखिन्छ क्या यो अर्को पनि हाइड गर्दा हुन्छ तर हुँदैन होला यो हाइड हुँदैन रहेछ अब यो सबै दामी छ अरू म अर्को भागमा यति नै त बाई बाई